नमस्कार साथीहरू, जय श्री मुक्तिनाथ। म आज तपाईहरुलाई हाम्रो बागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा नम्बर 6 मा अवस्थित अत्यन्तै प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय स्थल बागलुङ पञ्चकोट धामको बारेमा सानो जानकारी दिने उद्देश्यले यो भिडियो तयार गरेको छु। कृपया अन्तिमसम्म हेरेर साथ दिनुहोला। सर्वसिद्धिधाम पञ्चकोट भन्ने बित्तिकै 1008 स्वामी श्री मुक्तिनाथ बाबा कमलनयन आचार्यज्यूलाई नसम्झिने सायद कमै होलान्। बानापा 6 यही ठाउँ उहाँको चाहिँ जन्मस्थान भएको र स्वामीजीकै सत्सङ्कल्पमा यो ठाउँमा विभिन्न धार्मिक तथा पर्यटन प्रवर्धनको लागि विभिन्न कामहरू भइरहेका छन् र म अब तपाईहरुलाई यो ठाउँमा के छ भन्ने कुरा सरस्वती देखाउन चाहन्छु। यो चाहिँ हनुमान बाटिका हो, जहाँ चाहिँ हनुमानजीको एउटा सुन्दर आकृति निर्माण गरिएको छ। त्यसैगरी यतापट्टि रहेको छ एउटा विशाल घण्टी, जसलाई चाहिँ मुक्तिनाथ महाघण्ट भनिन्छ र यसको तौल चाहिँ 5555 केजी रहेको छ। त्यसैगरी यतापट्टि यो चाहिँ पिङ हो। यहाँ चाहिँ अहिले म साँझको बेलातिर आएको छु, त्यसकारण यो बन्द भइसकेको छ। यो पिङमा तपाईँ निश्चित शुल्क तिरेर बागलुङ बजारको सुन्दर दृश्य अवलोकन गर्दै चिसो हावा खाँदै यो पिङको चाहिँ मजा लिन सक्नुहुन्छ। यो चाहिँ बागलुङ बजारको दृश्य हो, पञ्चकोटबाट देखिने है। एकदम हाम्रो सुन्दर नगरी बागलुङ बजार सँगसँगै कालीगण्डकी नदी देख्न सक्नुहुन्छ। त्यसैगरी यो हनुमान बाटिकादेखि यो तलपट्टिको साइडमा चाहिँ विभिन्न देवी देवताका मठ मन्दिरहरू रहेका छन्। पञ्चनारायण मन्दिर, त्यसैगरी गरुड नारायणको सुन्दर आकृति लगायत यहाँ विभिन्न गण्डकी माताको मन्दिर लगायत विभिन्न कामहरू सम्पन्न भइसकेका छन्। त्यसैगरी यहाँ चाहिँ सिसमल पनि रहेको छ तलपट्टि, जहाँ चाहिँ तपाईँ 50 रुपियाँ तिरेर भित्र इन्ट्री भएर यो सिसाबाट बनेको छ, हेर्न सक्नुहुन्छ है। एकदम रमाइलो ठाउँ छ। यो चाहिँ गरुड नारायणको सुन्दर आकृति हो, जहाँ चाहिँ भगवान् विष्णु गरुडमाथि सवार गरेको एउटा आकृति बनाइएको छ, सुन्दर आकृति। यो चाहिँ गण्डकी माताको मन्दिर। त्यसैगरी यो चाहिँ सिसमल हो, सिसाबाट बनेको र एकदम यहाँ चाहिँ महत्त्वपूर्ण कुरा, यो पञ्चकोटमा 128 फिट अग्लो विश्व शान्ति कलश बन्दैछ र यो सम्पन्न हुनको लागि अझै केही वर्ष लाग्न सक्छ। यो निर्माणको क्रममा रहेको छ। यहाँबाट अत्यन्तै रमणीय दृश्यहरू देख्न सक्नुहुन्छ। विशेष गरी धौलागिरी हिमाल, अन्नपूर्ण हिम श्रृङ्खला लगायत म्याग्दी जिल्लाका विभिन्न ठाउँहरू सँगसँगै पर्वत जिल्लाका गाउँहरू, कालीगण्डकी नदी सँगसँगै सुन्दर बजार बागलुङ बजारलाई चाहिँ निहाल्न सकिन्छ। तपाईहरु पनि एकपटक अवश्य भिजिट गर्न आउनुहोला है। थ्याङ्क यू।